नेपालकै प्रसिद्ध मन्दिर सुब्बा देउराली मन्दिरको प्राङ्गणमा हामी लाइभ भजनमा जोडिएका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो काठमाडौँदेखि पाल्नुभएका श्री सुब्बा देउराली भजन निर्माण समितिको यो छुट्टै टिम हो। यो छुट्टै टिमले चाहिँ एउटा यो भजन कार्यक्रम आफैले सुरुवात गर्नुभएको छ। यो चाहिँ मोतीराज खनालजीको भजन निर्माणको कार्यक्रममा छुट्टै त्यो रेस्टको समयमा यतातिर फेरि आफ्नो शैलीले आफ्नै पाराले भजन गाउनु भएको छ। उहाँहरूको छुट्टै चल्दैछ। धर्मेन्द्र अर्याल सरको यो चाहिँ भजनलाई तपाईँहरू देश विदेशबाट हेर्नु भएको छ भने कस्तो लागिरहेको छ सेयर कमेन्ट गर्दै गर्नुहोला। जय मन्दिर, जय सुब्बा देउराली माता भनेर जोडिराख्नु होला तपाईँहरू। हामी यति बेला सुब्बा देउरालीको अहिले नयाँ बनेको पछाडिको साइडमा लाइभमा जोडिएका छौँ। फ्याक्ट्री मन्दिरको पछाडितिर हामी बसेर यति बेला हामी लाइभ भजनमा जोडिएका छौँ। यो मोतीराज खनालको काठमाडौँदेखि आएको टोली हो। यो भजन निर्माण गर्न सुटिङको क्रममा आएको बेलामा यहाँ चाहिँ छुट्टै रौनक छाएको छ। जय सुब्बा देउराली भन्दै गर्नु होला। जय सुब्बा देउराली। जय जय सुब्बा देउराली माता, जय अर्घा भगवती माता, जय बरा देवता, जय शीतगंगा, जय जय।